मर्निङ अल अफ यु। आज हामी कुरा गर्छौँ नयाँ टपिकको बारेमा जुन चाहिँ लिनियर मोमेन्टमसँग रिलेटेड छ भनेको प्रिन्सिपल अफ कन्जर्भेसन अफ लिनियर मोमेन्टम। र हामी योभन्दा पहिला पढिसकेका थियौँ न्युटन्सको तिनटै ल र त्यसको स्टेटमेन्टहरू पनि हामी लेखिसकेका थियौँ। तपाईँहरूले पहिलाको भिडियोमा हेर्न सक्नुहुन्छ। र आज कुरा गर्छौँ पहिला लिनियर मोमेन्टम भनेको हो के। अब लिनियर मोमेन्टम भनेको नर्मली यदि कुनै बडीको मास छ र त्यो आफ्नो स्पिडमा कतै मुभ गरिरहेछ भने भनेको भेलोसिटीले मुभ गरिरहेछ भने त्यो बडीको मास र भेलोसिटीको प्रोडक्ट निकाल्यो भने त्यही नै भयो लिनियर मोमेन्टम भनेको प्रोडक्ट अफ मास एन्ड भेलोसिटी अफ द मुभिङ बडी। यदि बडी मुभ भइरहेछ भने त्यो बडीको प्रोडक्ट निकाल्यो भने त्यही नै भयो लिनियर मोमेन्टम। त्यसै सम्बन्ध यो थ्योरम पनि हो प्रिन्सिपल अफ कन्जर्भेसन अफ लिनियर मोमेन्टम भनेको यो प्रिन्सिपल अफ कन्जर्भेसन अफ लिनियर मोमेन्टममा भन्न खोजिएको कुरा यो हो कि यदि कुनै दुईवटा बडी मुभ गरिरहेछ, इक्जाम्पल लियो दुईवटा फ्रेन्ड्स स्कुलतिर गइरहेछ भनेको दुवैको मास फरक हुनसक्छ वा सेम पनि हुनसक्छ, यसमा केही छैन। भेलोसिटी त फरक हुन्छ नि, कोही स्पिडले जाँदै रहन्छ कोही अलि स्लोले जाँदै रहन्छ। एकजना फ्रेन्ड्स अगाडि हुन्छ र अर्को चाहिँ पछाडि हुन्छ, त्योभन्दा भनेको भेलोसिटीमा फरक रहन्छ। यदि त्यति बेलाको त्यो दुवै बडीको लिनियर मोमेन्टमको सम गर्यो भने त्यो केही छिनपछि त्यो बडी एक आपसमा कोलाइड हुन्छ भनेको मिट हुन्छ, कतै भेट्छ दुवै। यदि पहिलाको जुन पछाडि थियो त्यसले यदि स्पिड बढायो भने त्यो केही यस्तो समय आउँछ त्यति बेला त्यो दुवै एक आपसमा मिट गर्छ र फेरि छुटिन्छ, किनभने दुवैको भेलोसिटीमा फरक आउँछ, स्पिडमा फरक आउँछ। त्यही भएर त्यो फेरि छुटेपछि त्यो फाइनली आफ्नो स्कुल वा कतै पुगेपछि फाइनली त्यति बेलाको यदि हामी सम निकाल्यो भने लिनियर मोमेन्टमको सम निकाल्यो भने त्यति बेलाको त्यो दुवै बडीको त्यो पहिलाको बडीसँग बराबर हुन्छ। त्यही हामी आज स्टेटमेन्टमा त्यतिकै बुझ्नुपर्छ कि यदि पहिलाको लिनियर मोमेन्टमको सम पछिको भनेको फाइनलको लिनियर मोमेन्टमको समसँग बराबर हुन्छ। त्यही हामी आज कपीमा पनि हेर्छौँ के सक्यो कि प्रिन्सिपल अफ कन्जर्भेसन अफ लिनियर मोमेन्टम भनेको हो क्या। र स्टेटमेन्टमा हेर्ने हो भने इट स्टेट्स द्याट द सम अफ लिनियर मोमेन्टम बिफोर कोलिजन अफ टु बडी इज इक्वल टु द सम अफ लिनियर मोमेन्टम आफ्टर कोलिजन अफ द्याट बडी भनेको कोलिजनभन्दा पहिलाको बडीको लिनियर मोमेन्टमको सम बराबर कोलिजन पछिको लिनियर मोमेन्टमको प्रोडक्टलाई सम गरेपछि त्यो दुवैको एकअर्कासँग बराबर हुन्छ। त्यही नै हो। यसरी हामीले लेख्ने हो भने म्याथमेटिकली m1 u1 प्लस m2 u2 बराबर m1 v1 प्लस m2 v2 भनेको यो पहिलाको बडी भयो। अनि यो बडीले मुभ गर्यो भनेको त्यहाँ पोजिसनमा अर्को पोजिसनमा गएर फाइनल पहिला बडीको यो फाइनल भयो अनि दोस्रो बडीको यो चाहिँ यो फाइनल भयो। दोस्रो बडीको m2 अनि m2 भनेको मास अनि भेलोसिटी इनिसियली पहिला थियो यसको, त्यसपछि यसको फाइनल भयो। यसको पनि इनिसियली u थियो अनि फाइनल v1 भयो। यसरी हामीहरू थ्योरम प्रुभ गर्ने हो भने बडी लियौँ एउटा, यो बडी चाहिँ एउटा भयो m1 यसको मास बडीको र भेलोसिटी u1 र अर्को बडी लिने हो भने सेपरेट गरिदिउँ यसमा बुन्दा बुन्दा हालेर m2 भयो यसको मास र इनिसियल भेलोसिटी u2 भयो। यदि केही समयपछि त्यो बडी कोलाइड गर्छ, एक ठाउँमा कोलाइड गर्छ भनेको एक ठाउँ मिट गर्छ र फेरि केही छिनपछि त्यो सेपरेट हुन्छ, आफ्नै आफ्नै पोजिसनमा जान्छ भनेको सेपरेट हुन्छ फाइनल डेस्टिनीमा पुगेपछि। यसलाई हामी m1 v1 मानौँ किनभने यो बडी त यहाँ गयो र m2 v2 मानिहालौँ र डेल्टी भने केही त समय लाग्छ एक ठाउँबाट अर्को ठाउँमा जानलाई। अब यसरी लेख्ने हो भने हेरौँ लेखौँ। लेट अस सपोज two bodies of masses m1 एउटालाई मानियो m1 र अर्कोलाई चाहिँ m2 विथ इनिसियल भेलोसिटी कुनै के सुरुमा त केही भ्यालु हुन्छ त्यही नै, त्यसैलाई भन्छौँ हामी इनिसियल भेलोसिटी।
इनिसियल भेलोसिटी भयो तपाईको u1 एन्ड u2 र हामी यहाँ u1 u2 डिनोट गरिसकेका छौँ। र यहाँ हेर हो यो दुवै बडी त एकअर्कासँग सेपरेट छ, कोलाइड हुनलाई त यो बडीले योसँग त मिट गर्नुपर्छ, यसको स्पिडसँग मिट गर्नुपर्छ, कति स्पिडले हिँडिरहेछ भन्ने कुरा योसँग इक्वल भएपछि त्यो दुवै एक ठाउँमा कोलाइड हुन्छ। यो भयो कोलिजन, कोलिजन पोजिसन भयो। यो बिफोर कोलिजन भयो, यो आफ्टर कोलिजन पछि भयो। हामीले स्टेटमेन्टमा त्यही कुरा गरेको थियो, बिफोर कोलिजन बराबर आफ्टर कोलिजन। त यसरी हेर्ने हो भने यदि यसको स्पिड यो भन्दा बढी भयो भने यो केही सिनपछि योसँग मिट हुन्छ, त्यसैलाई भन्छौँ हामी कोलिजन भन्छौँ। इफ u1 ग्रेटर देन u2 भने यसको स्पिड यो भन्दा बढी भयो भने यो केही सिनपछि यो बडी योसँग मिट गर्छ। देन एनी इन्स्टेन्ट अफ टाइम भने केही समयपछि, टाइम डेल्टीमा डिनोट गरिदियो, दे आर कोलाइड टु इच अदर, कोलाइड गर्छ भने मिट गर्छ, यो दुवै बडी एक ठाउँमा मिट गर्छ, कोलाइड टु इच अदर। एन्ड त्यसपछि फेरि त सेपरेट हुन्छ नि, किनभने त्यो कोलाइड भएपछि फेरि सेपरेट भएपछि यदि सेपरेट बाई द फाइनल भेलोसिटी, किनभने यो इनिसियली मुभ गरिरहेको थियो भने इनिसियली u1 u2 माने थियो, अब फाइनल मानेपछि यो v1 v2 मान्यो। फाइनल भेलोसिटी v1 र अर्को चाहिँ v2 रिस्पेक्टिभली भनेको दुवैको रिस्पेक्टिभ। अब सो हामीहरू यसरी लेख्न सकिन्छौँ कि अब यो पहिला बडीको इनिसियल र फाइनलमा त्यसको लिनियर मोमेन्टममा के फरक आयो भने त्यो कुरा हामी पहिला निकालौँ। यो बडी भने यो बडी इनिसियलमा थियो र त्यसपछि फाइनलमा त त्यहाँ ठाउँ चेन्ज गर्यो, प्लेस चेन्ज गर्यो, त्यसको लिनियर मोमेन्टममा कति चेन्ज आयो भन्ने कुरा हामी लेखौँ। यहाँ रेट अफ चेन्ज इन लिनियर मोमेन्टम अफ द फर्स्ट बडी, किनभने फर्स्ट बडी यो भयो m1 u1 वाला फर्स्ट बडी विथ रिस्पेक्ट टु सेकेन्ड बडीको विरुद्धमा रिस्पेक्ट टु। अब यो तपाईको भयो f1 भयो अनि f2, यसलाई हामी मान्न सकिन्छौँ f1 भनेको यो बडीको डिफरेन्समा यसलाई हामी f1 लेख्न सकिन्छौँ, f1 लिनियर मोमेन्टमको साटो f1 लेख्न सकिन्छ। f1 भयो यो अनि चाहिँ यो f2 भयो। अब यो बडीको कोलाइडल निकालिरहेछौ भने लिनियर मोमेन्टम चेन्ज भएपछि त योबाट त यो घटाउनु पर्छ, अनि हामीलाई थाहा हुन्छ कि यो दुवै बडीको बिचमा कतिको फरक छ भन्ने कुरा। हामीले यही लेखौँ m1 v1 माइनस m1 u1। अब केही त समय त लाग्छ, केही चेन्ज भएपछि त लाग्छ नै टाइम, त्यही भएर m1 v1 माइनस m1 u1 बाई डेल्टीले डिनोट गरियो। यसलाई इक्वेसन फर्स्ट मानिहालौँ। सिमिलरली अर्को बडीको पनि लिनु पर्ने हुन्छ हामीलाई, भनेको रेट अफ चेन्ज इन लिनियर मोमेन्टम अफ सेकेन्ड बडी, भनेको पहिलो बडीको त हामी निकालिसक्यो र सेकेन्ड बडीको निकालौँ रिस्पेक्ट टु बडी वा सेकेन्ड बडी पनि लेख्दा हुन्छ। यसलाई सेकेन्ड बडीलाई f2 हामी मानिसकेका छौँ, यहाँ f2 लेख्दा हुन्छ, f1 f2 अनि f2 बराबर भयो। अब यो सेकेन्ड बडी त यो अनि यो चाहिँ यता भयो, यो भयो सेकेन्ड बडी, इनिसियल थियो अनि यहाँ फाइनलमा पुगेपछि त यसको फाइनलमा भयो। अब डिफरेन्स यो दुवैको बिचको डिफरेन्स निकाल्ने हो भने फाइनलबाट इनिसियल घटाउनु पर्ने हुन्छ, m2 v2 माइनस m2
u2 डेल टी। अब हेरौँ न्यूटन्स थर्ड ल अनुसार यहाँ मैले त F1 F2 त डिनोट गर्यो, तर F1 भनेको त्यही फोर्स हो, F2 भनेको फोर्स भनेको अपोजिटमा लाग्ने, दुवैको अपोजिटमा लाग्ने फोर्स भयो। यो दुवैको अपोजिटमा लाग्ने फोर्स भयो त्यो F1 F2। त्यही भएर अब फ्रम न्यूटन्सको आधारमा लिने हो भने न्यूटन्स थर्ड ल अनुसार हजुरहरूले पढेको हुनुपर्छ कि थर्ड ल अनुसार F1 = -F2 हुन्छ, भनेको अपोजिटमा हुन्छ, बराबर हुन्छ तर फोर्स अपोजिटमा हुन्छ। कुनै एउटाको पोजिटिभ हुन्छ भने अर्को चाहिँ नेगेटिभ हुन्छ, भनेको अपोजिट रियाक्सन फोर्स लाग्छ। त्यही भएर -F2 हुन्छ, F1 बराबर -F2 हुन्छ। F1 F2 को भ्यालु हामी निकालिसकेछौँ। F1 को चाहिँ m1 v1 माइनस m1 u1 भयो, अनि डेल टी भयो। अनि चाहिँ यसको m2 v2 माइनस m2 u2 भनेको सेकेन्ड बडीको भयो डेल टी। अब डेल टी त क्यान्सल हुन्छ किनभने दुवै साइड्स बराबर। अब लेखौँ m1 v1 माइनस m1 u1 बराबर, किनभने यहाँ माइनस छ ब्राकेटमा हामी राख्दा हुन्छ, ब्राकेट छ भने यसको साइन चेन्ज हुन्छ, त माइनस m2 v2 माइनस माइनस प्लस भयो हजुरको, अनि m2 u2। अब हेरौँ यसलाई हामी इन्टरचेन्ज गर्न सकिन्छ किनभने इक्वल टुमा छ भने। त्यही भएर हेरौँ एउटा बडीलाई एक ठाउँमा लिएर आउँ, m2 लाई त्यहाँ हामी चेन्ज गरौँ m1 v1 प्लस यसलाई हामी यो साइड लिएर आउँ, पोजिटिभ हुन्छ, माइनस छ भने प्लस हुन्छ, m2 v2 बराबर। अब यसलाई यो साइड लिएर जान्छौँ किनभने यो इनिसियली हामीलाई एक ठाउँमा राख्नुपर्ने हुन्छ। अब m1 u1 प्लस m2 u2 यो भयो चाहिँ फर्स्ट बडी, अनि यो चाहिँ सेकेन्ड बडी। फर्स्ट बडी दुवैको फर्स्ट बिफोर कोलिजन चाहिँ यो भयो, यसरी हामी पनि लेख्दा हुन्छ m1 u1 प्लस m2 u2 बराबर m1 v1 प्लस m2 v2 भनेको बिफोर कोलिजन लिनियर मोमेन्टम दुवैको सम भयो, दुवै बडीको बिफोर कोलिजन, र यो चाहिँ भयो आफ्टर कोलिजन भनेको बराबर हुन्छ। यही नै हो प्रिन्सिपल अफ कन्जर्भेसन अफ लिनियर मोमेन्टम, भनेको कोलिजन भन्दा पहिलाको लिनियर मोमेन्टमको बडीको सम त्यो कोलिजन पछिको लिनियर मोमेन्टमको समसँग बराबरै हुन्छ। त्यही हामी प्रुभ गर्यो। थस हामी लेख्न सकिन्छौँ सम अफ लिनियर मोमेन्टम बिफोर कोलिजन भन्दा पहिला इज इक्वल टु द सम अफ लिनियर मोमेन्टम आफ्टर कोलिजन। यही नै भयो हाम्रो प्रिन्सिपल अफ कन्जर्भेसन अफ लिनियर मोमेन्टम। तपाईले हेर्न सक्नुहुन्छ, स्क्रिनशट लिँदा पनि हुन्छ। यो चाहिँ भयो हाम्रो प्रिन्सिपल अफ कन्जर्भेसन अफ लिनियर मोमेन्टम। धन्यवाद। अर्को दिन अर्को टपिक लिएर आउला। आजको लागि धन्यवाद।